मोबाइल पनि हो है। अनि अब यो सँगसँगै यस्तो हिजो तथ्याङ्क हेरेको थिएँ, संक्षिप्तमा हेर्ने हो भने अन्दाजी 28 देखि 30 अर्बसम्मको सीमामा हुने मोबाइल खरिद बिक्री गर्ने तपाईहरू व्यवसायीहरू है र प्रविधिजन्य चिजवस्तुको दुरुपयोगबाट भइरहेको जुन अपराध नियन्त्रण त्यसको अनुसन्धानमा खटिने हामी प्रहरी बीचको एउटा समान बुझाइ भएन भने हामी सोचे अनुरूपको कार्य गर्न नसक्ने भएको हिसाबमा हाम्रो समान बुझाइ हुनु जरुरी छ भन्ने हिसाबले चाहिँ आजको यो कार्यक्रम हामीले सञ्चालन गर्ने सानो जमर्को गरेको हो। र यसमा आजको कार्यक्रममा व्यवसाय सञ्चालन गर्दै गर्दा हजुरहरूले भोगेका समस्याहरू, त्यसमा अपराध नियन्त्रणको सम्बन्धमा के गर्न सकिन्छ त आफूलाई लागेका सुझावहरू या प्रहरीसँग पनि केही गुनासाहरू छन् भने त्यसलाई हजुरहरूले स्पष्ट रूपमा राख्न सक्नुहुन्छ। र यसै गरी हाम्रा पनि केही अपेक्षाहरू छन्। हामी पनि जस्तो अघि पनि कुरा गरे प्रविधिजन्य जुन अपराध भइरहेको छ त्यसको अनुसन्धानको ठुलो अहिले त सबै क्राइम यतापट्टि अब टेक्नोलोजीमा सिफ्ट भएको हिसाबले त्यसको अनुसन्धानमा हामी खटिने भएको हुँदा हामी हजुरहरूसँग अपराध नियन्त्रण, न्यूनीकरण र अनुसन्धानमा सहकार्य गर्न चाहन्छौँ र यसैको लागि आजको कार्यक्रम गरिएको हो। मैले थोरै हजुरहरूलाई यहाँ एउटा प्रेजेन्टेसन पनि राखेको छु कि प्लिज यतापट्टि हेरिदिनु होला। यो स्टेजमा भएको सरहरूले फेरि यो हाम्रो ठाउँको उसले गर्दाखेरि हेर्न पाइएन, मैले भनेको चिजलाई नै मान्नु पर्ला। मैले एउटा फिगर देखाएको छु। हाम्रो दृष्टिकोण एउटा एक साइडबाट हेर्दा 3 देखिया छ, अर्को साइडबाट हेर्दा 4 देखिया छ। प्रहरीले हामी अहोरात्र खटिन्छौँ, 24 घण्टा खटेको छौँ, हामीसँग केही पनि के अरे स्रोत साधन छैन हामी भन्छौँ, हामीलाई सहयोग गरेन, चोरी नियन्त्रणमा हामीलाई सहयोग गरेको छैन भनेर हामी भन्छौँ। हजुरको प्रास्पेक्टिभ के छ भन्दाखेरि चाहिँ हामीलाई व्यापार व्यवसाय गर्दाखेरि सहज तरिकाले गर्न दिएन भनेर भन्ने छ। यो ग्याप छ जुन हजुर हामी बिचको सोचाइको ग्याप, हामी बिचको त्यो ग्यापलाई मेटाउँदै गरेर जुन यो थोरै लिक भएर शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न, रोकथाम गर्न जुन एउटा लिक भइरहेछ, आजको यो कार्यक्रमले पक्कै पनि त्यो चुहारलाई रोक्नेछ भन्दै मैले सुरु गरेँ। देशभरिको 3 वर्षको तथ्याङ्क हामीले हेर्ने हो भने 67 यो 76-77 देखि यो यहाँसम्म आइपुग्दासम्म जम्मा भनौँ 1,70,658 मोबाइल देशभरिको है यो हराएको या चोरी भएको तथ्याङ्क छ भने फेला परेको हेर्नुहोस् न 35,176 देशभरिको उसमा। यी मोबाइल जुन खोज तलास गर्न बाँकी भनेर हामीले यहाँ राखेको छौँ, तपाईँ हाम्रो आफ्नो या हाम्रा आफन्तहरूको